पनि छ। यहाँ खरेढुङ्गाको मन्दिर चाहिँ यहाँ छ है। राइड पनि बवाल नै भयो। हामी कहाँ जाने हो? एक्सक्युज मी हामी कहाँ जाने हो? हामी घर जाने हो नयाँ नाना लाएर। वाउ म त ढाले रोयो एन्ट्री। ए आन्टी ओह यो चाहिँ यस्तो चलाउनु पर्ने हुन्छ यो चाट आम्बामा पास यो लास्टै खुसी लागेको छ मलाई चाहिँ आज। साह्रै एक्साइटेड, सम्पूर्ण एक्साइटमेन्ट जागिसक्यो मेरो। ओ ये What the hell is going on, guys? What is this? This is the dhulo. बर यार कालो लुगामा त झन् कालो सेतो बनाउने छ नि क्या कालो। मैं भीतर गाडी हिरो होन्डा खोजेँ अलि बढी नरहने यो त ओभरै भयो त यार। वाउ यस्तो सुन्दर ठाउँ चाहिँ हजुरले देख्दै जानुहुन्छ आज गाउँ जाने बाटोमा। यस्तो दामी ठाउँहरू छ कि हेर्नु न तपाईँ सक्नुहुन्छ क्या। यदि हजुरहरू गाउँको हुनुहुन्न भने चाहिँ गाउँमा हुने प्रायःको त यत्तिकै हुन्छ क्या। अझ कति राम्रो होइन। हाम्रो पनि राम्रो छ है फेरि डेन्जरै हो हाम्रो पनि। दामी छ है बाटो चाहिँ दामी छ। यत्तिकै स्टेबल चाहिँ हुनु पऱ्यो क्या बाइक एकरी मजा आउने क्या यस्तो चलाउनु चाहिँ। अगाडि ट्राफिक चेकिङ हुँदैछ। ओके सर पाँच खाल boy
कस्तो मजा आउँछ क्या यार फेरि ढिलो Oh yeah. Ting. त बाइक राखेर केही छैन अरे अनि केही छैन अरे क्या भात मात्र हो अरे पुरै अगाडि नै जानु दिँदैन त यार यसले त के गर्नु खोज्यो हो Hello. हजुर हजुर Do you know when it called love, when two become one? And I felt like a boom in your arms, I called home. Do you know when it called love, when two become one?
feels like paradise when your hands are in mine. It feels like paradise when I drown into your eyes. Like it feels like paradise when your hands are in mine. It feels like paradise when I drown into your eyes. Like a paradise. Do you know when it called love, when two become one? And I felt like a boom in your arms. I call home. Do you know when it called love, when two become one? And I felt like a boom in your arms. I call home. सुन अब जाने नि होइन उतैबाट खाएर आएको दामी छ यहाँ खरेढुङ्गाको मन्दिर चाहिँ यहाँ छ है दामी छ मन्दिर पनि यो त्यो रुखले हल्का छेकेर मात्रै हो म एकचोटि गएको थिएँ मन्दिरमा पहिला यहाँको डुङ्गा पनि खेलेको थिएँ एकचोटि सानो हुँदाखेरि कति म 10 वर्ष हुने बेला पनि यहाँ मैले डुङ्गा खेलेको थिएँ एक्लैले डुङ्गा खेलेको थिएँ ऊ यहाँबाट चढेर यहाँ आएको थिएँ यहाँ यो ठाउँमा आएको थिएँ यहाँबाट चढेर डर पनि लागेको थियो यस्तो गर यस्तो गर भन्दै त्यहाँको दाइले बराबर चौधै भन्दै थियो अनि गरेको उतापट्टिबाट म घर जान आँटेको यतापट्टि चाहिँ मान्छे लिन आएको त्यो मान्छे उता जानु खोजेको थियो क्या अनि मलाई चढेर पठाइदियो अनि त्यो मान्छे हो त्यसमै चढेर गयो उता म चाहिँ अनि आयो यता होइन त्यही हो फ्रुटी चाहिँ मेरो फेभरेट हो नि फेरि मलाई चाहिँ दामी लाग्छ फ्रुटी चाहिँ फुटबल ग्राउन्ड हजुर देख्नु होला यहाँ पछि अब दसैँमा गेम पनि हुन्छ सायद यहाँ फुटबल गेम है पहिला त हुन्थ्यो यसपालि पनि हुन्छ होला त्यही नै हो अब पानी पर्न आँटिसकेको छ पानी पर्नुभन्दा अघि नै हामी चाहिँ अब घर जानुपर्ने हुन्छ खाजा बनाउँदैछ फेरि चाउमिन नखाने भनेको चाउमिन खाऊ रे चाउमिन खानै पऱ्यो फेरि होइन 1 hour later. ल अङ्कल चाहिँ हिँडेर जाने रे अप्ठ्यारो भयो अरे नि त अप्ठ्यारै भएको हो बाटो चाहिँ गाह्रो छ है यस्तो छ बाटो अनि ल बाटो अप्ठ्यारो ल बिस्तारै आउनु ल अङ्कल ल हुन्छ Right.
बाटो बनाएको रहेछ भनेर राम्रै भइहाल्यो नि त। यस्तै हुन्छ जस्तो त लागेको थियो, यस्तै हुन्छ जस्तो त लागेकै हो मलाई। अयो तनाव पो भयो त यार बिजोक। फाइनली गाइज घाम चाहिँ त्यहाँ पुगिसक्यो है। म यहाँ छु अनि सामान यहाँ छ। ल जानुपर्छ यार। कस्तो जाउ बनाइदियो भने नि आज यस्तोमा चाहिँ अलि बिस्तारै लग्नुपर्छ क्या। त्यो बिचरा बाख्राहरू भागिदिन्छ कुनै चाहिँ है, कुनै चाहिँ चुबो लाग्ने टाइपको हुन्छ अलिकति बानी भएकोहरू चाहिँ, नत्र त कुनै त थुप्रै भागिदिन्छ क्या अगाडि अगाडि। अनि त्यो अब कति केटाहरूले चाहिँ झन् लखारिदिने टाइपको हुन्छ क्या। झन् अब त्योभन्दा अगाडि जानु खोज्छ क्या, अनि बाख्रा फेरि त्योभन्दा अगाडि जानु खोज्छ क्या। अनि कसरी त त्यो त भागेकोबाट कति टाढा पुग्छ यहाँ। अप्ठ्यारो हुन्छ क्या, त्यस्तो गर्नु चाहिँ हुँदैन है। जति पनि राइडरहरू मेरो भिडियो हेर्दै हुनुहुन्छ त्यस्तो चाहिँ गर्नु भएन। बिस्तारै जाने पर्यो भाइ। अब चाहिँ पुग्न आँट्यो मेरो गाउँ। यो मेरो गाउँभन्दा ठ्याक्कैको माथिको गाउँ हो। A few moments later. ओए मम्मी ओ मम्मी अङ्कल यताबाट आएको थियो होइन दुङथलीबाट चाहिँ उताबाट चाहिँ सङ्घियाको चोकटेबाट चाहिँ खै त्यतिखेर गएको भए हिँड्नु पर्यो अब यत्रो। सो फाइनली गाइज म चाहिँ रुममा आइसकेँ। बल्ल 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 वाक्क बनाइरहेको छ त है। त्यही हो, ठिकै छ। तर घरमा चाहिँ आइपुग्यो है, त्यही नै खुसी आरामले।
अहिले पिम्पल आएर कस्तो दाग बस्यो यार कालो कालो आज झन् कस्तो फोहोर भएको छ नुहाउनु जानुपर्छ अब बाई